So talking about the DNA, so DNA is nucleic acid बारे पढ्दाखेरि so we have here is the DNA and RNA which is the nucleic acid. So the nucleic acid भनेकै is the के रहेछ त भन्दाखेरि छ polymer रहेछ. So what is nucleic acid भन्दाखेरि nucleic acid is basically भन्दाखेरि छ polymer रहेछ. के को polymer त भन्दाखेरि चाहिँ polymer of the nucleotide को हैन. So what is nucleotide, what is nucleoside भनेर बुझ्छ. Nucleotide is basically भन्दाखेरि nucleoside plus के रहेछ phosphate group भएछ. nucleoside भनेको के हुन्छ एउटा न्यूक्लियस बाट एन बाट नाइट्रोजन बेस अनि साइड को एस बाट सुगर मोलिक्युल. ओके सो एक तरफले भन्दाखेरि द न्यूक्लियोटाइड को पोलिमर रहेछ. व्हाट इज न्यूक्लियोटाइड भन्दाखेरि न्यूक्लियोटाइड इज न्यूक्लियोसाइड एन्ड फोस्फेट ग्रुप मिलेर बनेको हुन्छ. सिम्पली इन द टकिङ अबाउट द स्ट्रक्चर को कुरा गर्दाखेरि नाइट्रोजन बेस हुन्छ. नाइट्रोजन बेसमा प्युरिन र पाइरिमिडिन हुन्छ भने याद गर. प्युरिनमा व्हिच इज वी हैव इज द एडेनिन एन्ड द गुआनिन एन्ड इन द pyrimidine which we have is the cytosine, thymine, uracil. Thymine in the DNA, uracil in the RNA. Okay. So यो बोन चाहिँ जहिले एडेनिनले जहिले केसँग बनाउँछ एडेनिनले जहिले बोन बनाउँछ युरासिलसँग अथवा थाइमिनसँग र गुआनिनले जहिले बोन बनाउँछ साइटोसिनसँग. यसको स्ट्रक्चर याद गर्नु पर्यो. नाइट्रोजन बेस भन्यो हैन. सो हेरै अब consists of the phosphate bone. Phosphate bone र हाम्रो यो के हो सुगर मोलिक्युल. सुगर मोलिक्युलमा हाम्रो राइबोस सुगर हुन्छ. ओके भनेको पाँचवटा कार्बन भएको सुगर जुन हाम्रो कार्बोहाइड्रेटमा परेको हो. अर्को भनेको यो चाहिँ नाइट्रोजन बेस हुन्छ. नाइट्रोजन बेसमा के हुन्छ दुईटा हुन्छ प्युरिन र पाइरिमिडिन हुन्छ. प्युरिन is a double ring structure, pyrimidine is a single ring structure, and we have here is a प्युरिनमा एडेनिन र गुआनिन हुन्छ, पाइरिमिडिन र साइटोसिन, थाइमिन, युरासिल हुन्छ. ओके अब अर्को भनेको सुगर भयो. सुगर इज पेन्टोज सुगर. अब यसको डिओक्सी हुन सक्छ और हाम्रो सिम्पल डी राइबोज हुन सक्छ अथवा 2 डिओक्सी राइबोज हुन्छ. 2 डिओक्सी भनेको हाम्रो डीएनए मा पाउँछ. नामै छ डिओक्सी. यसो डीएनए को फुल फर्म के हो डिओक्सी राइबोन्युक्लियोटाइड. ओके न्यूक्लिक एसिड. ओके सो इट्स अ डिओक्सी. अब अर्को फोस्फेट हुने भयो. द फोस्फेट कन्सिस्ट अफ द H3PO4 and that is bind to a nucleotide by a phosphodiester bond. So भने कि न्यूक्लिक एसिडमा तीनवटा मेन हुने छ. एउटा भनेको के भने भयो सुगर भयो अनि सुगर यहाँ के भन्नु नाइट्रोजन बेस भयो र यहाँ फोस्फेट भयो. सो sugar molecule they are joined together by a this bone and this bone is called as the phospho ester bhaera phospho के भने मैले phospho diester bone भने the nitrogen base and sugar which is joined by the glycosidic bone ले join गर्ने छ. and अर्को भनेको यसको न्यूक्लियोटाइड को फंक्सन हो. ओके सो न्यूक्लियोटाइड भनेको हाम्रो एटीपी. त्यो पॉइंट एटीपी भनेको नि अब जस्तै ए को मतलब एडेनोसिन अनि एम को मतलब मोनोफोस्फेट छ. एडेनोसिन भनेको एडेनाइन र सुगर. एडेनाइन एज अ नाइट्रोजन बेस एन्ड सुगर मोलिक्युल एज अ राइबोस सुगर. ओके सो राइबोस सुगर मिलेर बनेकोलाई हामीले मोनोफोस्फेट भन्ने एटीपी एएमपी भयो. अब ती ट्राइफोस्फेट भनेको यही अब तीनवटा दुईवटा एटीपी फोस्फेट बोन अझै बनायो भने त्यसलाई हामीले एटीपी भन्छौं. सो एटीपी इज बेसिकली एनर्जी दिने सोर्स हुन्छ र डीएनए आरएनएहरु बनाउनको लागि मेन के हुन्छ सोर्सेस. अर्को हुन्छ हाम्रो डीएटीपी. डीएटीपी भनेको हाम्रो डिओक्सी एडेनोसिन ट्राइफोस्फेट. ओके सो डिओक्सी भन्न साथै हाम्रो के हुन्छ डिओक्सी भनेको हाम्रो राइबोस सुगरमा डिओक्सी गर्यो भने के हुने भयो त अब इट बेसिकली मेक्स अ डीएनए. सो डीएनए भनेको डिओक्सी. सो डीएनए भनेको डिओक्सी के हुने भयो राइबो न्यूक्लियोटाइड एसिड हुने हो है. ओके सिम्पल भन्दाखेरि हैन. सो इट्स न्यूक्लिक एसिडै हो डीएनए भनेको. एक तरफको डीएनए र आरएनए दुईटा भनेको के हुन्छ इट्स न्यूक्लिक एसिड हुन्छ है त. न्यूक्लिक एसिड हुन्छ इफ इट कन्सिस्ट अफ द सिंगल डबल चेन छ भने डीएनए हुने भयो. आरएनए मा सिंगल चेन हुने भयो. अर्को डी को मतलब डिओक्सी फर्म हुने रहेछ जो चाहिँ हामीले डी एटीपी जीटीपी भने त्यो भयो. अर्को भनेको एनएडी अनि एफएडी फ्लाभिनहरु है त. कहिलेकाहीँ न्यूक्लिक एसिडको इम्पोर्टेन्स सोध्यो भने चाहिँ हामीले यो यिनीहरु गर्ने हो. एनर्जी इक्विभ्यालेन्स हुन्छ रिड्युसिङ इक्विभ्यालेन्स हुन्छ हैन. अब सबसे इम्पोर्टेन्ट भनेको डीएनए को स्ट्रक्चर एउटा याद गर्नु पर्यो है त. सो डीएनए को स्ट्रक्चर भन्दाखेरि इट कन्सिस्ट अफ द के हुन्छ दुईवटा हाम्रो वाटन र क्रिकले चाहिँ दियो है त डीएनए कस्तो स्ट्रक्चर हुन्छ भने चाहिँ भन्यो कि डीएनए चाहिँ हाम्रो एउटा दुईवटा हाम्रो के हुन्छ पोलिन्युक्लियोटाइडको चेन हुन्छ. सो न्यूक्लियोटाइड भनेको यो भएर न्यूक्लियोटाइड भनेको यो न्यूक्लियोटाइडमा के हुन्छ तीनवटा कम्पोनेन्ट हुने रहेछ सुगर
राइबोज सुगर फोस्फेट एन्ड द नाइट्रोजन बेस। सो यो भनेको न्युक्लियोटाइड भयो हैन। न्युक्लियोसाइड भनेको के हुन्छ सुगर र नाइट्रोजन बेस भयो भने न्युक्लियोसाइड भन्छौँ। अनि फोस्फेट जोड्यो भने चाहिँ न्युक्लियोटाइड भन्छौँ। सो न्युक्लियोटाइडहरू नै यसरी पोलिमर यसरी मिलाएर बस्यो भने यसलाई के भन्छ हामीले न्युक्लियोटाइडको चेन भन्छौँ हैन। त्यो चेनले नै एउटा सिंगल चेन बनाउँछ, यो सिंगल स्ट्यान्ड चेन भयो। त्यस्तै गरी डिएनएमा हाम्रो डबल स्ट्यान्ड चेन हुन्छ भन्यो। सो दुईवटा के हुन्छ चेनहरू चाहिँ डबल हेलिक्स हुन्छ। सो यति बुझ्यो कि हाम्रो मेन ब्याकबोन के छ त, मेन यो बोन केले बनाउने रहेछ त सुगर र फोस्फेट र नाइट्रोजन बेसले बनाउने रहेछ। हेर न्युक्लियोटाइडहरू छ जुन चाहिँ न्युक्लियोटाइडहरू दुईवटा न्युक्लियोटाइडले केले जोइन गरेछ भने कहिले सोच्यो भने दुईवटा न्युक्लियोटाइड जस्तै यो वान न्युक्लियोटाइड र सेकेन्ड न्युक्लियोटाइड त्यसलाई चाहिँ जोइन गर्ने रहेछ बाइ फोस्फोडाइस्टर बोन भनेको फोस्फेटले जोड्ने रहेछ। हेर इफ दिस इज अ सुगर मोलिक्युल र यो के हो नाइट्रोजन बेस भयो भने यो फोस्फेट भयो भने यो फोस्फेटले चाहिँ अर्को फोस्फेटको फेरि यहाँ जोड्ने रहेछ। त्यसपछि यहाँ के हुन्छ फोस्फेट बोन बन्ने भयो। सो दुईवटा न्युक्लियोटाइडले जोड्ने काम चाहिँ के हो फोस्फोडाइस्टर बोन अथवा फोस्फेटले गर्ने भयो है, जो चाहिँ जहिले के हुन्छ थर्ड कार्बन र फिफ्थ कार्बन बिचमा बनेको हुन्छ। अर्को भनेको यो दुईवटा हाम्रो स्ट्यान्डले छ त यो फर्स्ट स्ट्यान्ड यो सेकेन्ड स्ट्यान्डले केले जोडे हुन्छ यो नाइट्रोजन बेसले जोडे हुने रहेछ। नाइट्रोजन बेसले के हुन्छ हाम्रो हाइड्रोजन बोन बनाउने रहेछ। ओके सो इट्स हाइड्रोजन बोनले। ओके सो मैले के भने न्युक्लियोटाइडहरूलाई जोड्ने चाहिँ फोस्फोडाइस्टर बोन, डिएनएको दुईवटा स्ट्यान्डले जोड्ने चाहिँ हाम्रो हाइड्रोजन बोन हुने भयो। यो दुईवटा स्ट्यान्डको बोन चाहिँ एन्टी प्यारल हुन्छ भनेको यहाँबाट हाम्रो के हुन्छ इफ यहाँ फोस्फेट सुरु भएछ भने थर्डमा चाहिँ फोस्फेट सुरु हुँदैन। ओके भनेको ठ्याक्कै अपोजिट भएर यहाँ चाहिँ फेरि अब घुम्ने भयो कि होइन। जस्तै यो अब हेर 3SN छ भने यो अब तल गएपछि 5SN हुने भयो होइन। सो यसको मतलब एन्टी प्यारल हुन्छ। 3SN छ भने चाहिँ हाम्रो के हो 3SN बाट 5SN हुने भयो। अर्को भनेको हाम्रो एउटा देख्छ माइनर ग्रुप र मेजर ग्रुप देख्नेछ। माइनर ग्रुप भनेको यो सानो सानो हाम्रो ग्रुप देखेर माइनर ग्रुप भने यसमा ठुल्ठुलो देख्यो नि त होइन। यो भनेको मेजर ग्रुप भनेको छ। दुईवटा चिज देख्ने भयो माइनर ग्रुप र मेजर ग्रुप। माइनर ग्रुप भनेको चाहिँ न्यारो भएको, मेजर ग्रुप भनेको चाहिँ वाइड भएको। अब डायमिटर अफ हेलिक्स भन्दाखेरि हेलिक्सको डायमिटर कति छ त लाइक दिस इज द डायमिटर अफ हेलिक्स है। यति भनेको यो भनेको हाम्रो इफ दिस इज अ सर्कल छ भने सर्कलको डायमिटर भनेको के हुन्छ द मोस्ट यतिको यसलाई डायमिटर भन्छ हामी होइन। भने लेन्थ चाहिँ कति हुने रहेछ यो जस्तै यो र यो बिचको हेलिक्सको लेन्थ चाहिँ कति हुने रहेछ 34 आर्म नट हुने रहेछ। सो यो भन अथवा तिम्रो 3.4 न्यानोमिटर भने सेम हो होइन। पढ्यो भने त 10 आर्म स्ट्रङ भनेको हाम्रो 1 न्यानोमिटर हुन्छ। सो डिभाइड गर्दाखेरि हाम्रो 2 nm भन्ने पनि हुन्छ होइन। यो बुझ कि सिम्पल छ। वेस्टर्न र क्रिक मोडलको अनुसार दुईवटा हाम्रो चेन हुने रहेछ अनि डबल हेलिक्स स्ट्रक्चर बनाउने रहेछ। अनि पोलिन्युक्लियोटाइडमा चाहिँ हाम्रो धेरैवटा न्युक्लियोटाइडहरू हुने रहेछ। न्युक्लियोटाइडहरूलाई जोड्ने चाहिँ फोस्फोडाइस्टर बोनले र दुईवटा स्ट्यान्डले जोड्ने चाहिँ हाम्रो नाइट्रोजन बेसमा बनाएको हाइड्रोजन बोनले। अब हाइड्रोजन बोन पनि स्पेसिफिक हुन्छ है त जहिले बुझ एले जहिले तीसँग डबल हाइड्रोजन बोन बनाउँछ र सी भनेको साइटोसिन र ग्वानिन होइन। साइटोसिन र ग्वानिनले चाहिँ जहिले बनाउँछ होइन। यो बुझ आउ भनेर याद गर, आउ एट अ ग्रुप कल भनेर याद गरेको हुन्छ होइन। आउ एट अ ग्रुप कल भनेको आरएनएमा चाहिँ जहिले एयु हुन्छ भनेको युरासिल हुँदैन। सो अर्को भनेको यसको फङ्सन पढ्यो वेस्टर्न क्रिक मोडल पढ्यो। अर्को भनेको चार्गा फ्लोर भन्छ। चार्गा फ्लुलको अनुसार जहिले बुझ कि प्युरिनको र पाइरिमिडिनको नम्बर जहिले सेम हुन्छ। हेर किन त भन्दाखेरि हाम्रो जुनै पनि नाइट्रोजन बेस बनाउनलाई लाइक सेम हुनु पऱ्यो भने यो होइन। सो इट्स अ सेम रेसियो भनेको एडेनिन जहिले के हुन्छ थाइमिनसँग इक्वल हुन्छ अनि ग्वानिन जहिले इक्वल हुन्छ साइटोसिनसँग इक्वल हुने भयो है। अर्को भने द रेसियो अफ द सुगर र फोस्फेट मोलिक्युल पनि सेम हुने रहेछ। र हामीले अर्को भन्यो कि A + T C + G को रेसियो चाहिँ हाम्रो कन्स्ट्यान्ट हुने रहेछ एउटा स्पेसिसको लागि। चार्गा फ्लोरको लागि सोध्न सक्छ। अर्को भनेको प्रपर्टी भन्दाखेरि अब डिनेचर गर्छ, रिनेचुरेसन गर्छ, मेल्टिङ टेम्परेचर भन्छ। डिनेचुरेसन भनेको कुनै पनि लाइक तिमीले हाई टेम्परेचरहरूमा गऱ्यो होइन, टेम्परेचर बढायो, साल कन्सन्ट्रेसन बढायो भने हेरेको डबल स्ट्यान्डको डिएनए छ यो चाहिँ हाम्रो सिंगल स्ट्यान्डमा कन्भर्ट भयो बाई ब्रेकिङ द हाइड्रोजन बोन द्याट इज कल्ड एज डिनेचर। नेचर आफ्नो पुरानो नेचर हरायो भनेको त्यसलाई हामी डिनेचुरेसन भन्यो। अर्को अब रेप्लिकेसन कहिलेकाहीँ सोध्न सक्छ। हेर रेप्लिकेसन भनेको के हो त भन्दाखेरि
ओके, यसमा सोच्ने भनेको अब डिएनए गाइडेज इम्पोर्टेन्ट छ इन्जाइमहरू सोच्ने हो र सबसे फर्स्टमा हाम्रो डिएनएहरू हेर है, अब सेमी कन्जर्भेटिभ ल भन्छ यो दुईवटा स्ट्यान्ड छ भने यो एउटा स्ट्यान्ड भयो यो अर्को स्ट्यान्ड भयो होइन। अब जहिले पनि हाम्रो माइटोसिस हुँदाखेरि त डिएनएहरू पनि त रेप्लिकेट हुनु पर्यो नि त होइन। जस्तै तिम्रो सम्झ पहिला हामीले पढेको थियो कि सेलहरू डिभाइड गर्दाखेरि सम्झ नर्मल सेलमा त हाम्रो यति एउटा डिएनए छ अरे सम्झ होइन। ओके, सो त्यो डिएनए हाम्रो डिभाइड गर्दाखेरि त हाफ मात्रै हुने भयो नि त होइन। तर इन्डिभिजुअलमा त हाम्रो सेलहरूमा त के हुन्छ कन्स्ट्यान्ट नम्बर अफ डिएनए पाउँछ। एउटा सेलमा अर्को सेलमा सबै सेम हुन्छ भनेको आधी चाहिँ यसले आफै जेनेरेट गर्ने रहेछ है त। सो डिभाइड गर्दाखेरि जहिले बुझ्दा सेमी कन्जर्भेटिभ ल गर्ने रहेछ भनेको एउटा स्ट्यान्ड चाहिँ आफ्नो मदरबाट पाउँछ र एउटा नयाँ स्ट्यान्ड चाहिँ बनाउने रहेछ है। अब यो इन्जाइम बनाउनुको लागि हामीले रेप्लिकेसन भनेको जहिले एउटा साइटमा स्टार्ट हुन्छ त्यो चाहिँ ओरी साइट भने यो अब 12कै पढेको कुरा हो होइन। एन्डोन्युक्लियसले चाहिँ के गर्छ हाम्रो फोस्फोडाइस्टर बोनहरू बिट्विन सुगर एन्ड फोस्फेटलाई ब्रेक गर्नुभयो। अर्को भनेको अब डिएनटिपी हुन्छ रहेछ, जस्तै डिओक्सी राइबो न्युक्लियोसाइड मोनोफोस्फेटहरू हुन्छ त्यसलाई चाहिँ हामीले एटिपीले गर्दाखेरि ब्रेकडाउन गरेर फोस्फोराइलेजले डिएनटिपीमा कन्भर्ट गर्ने चाहिँ जहिले बुझ अस्ति अघि भने जस्तै एएमपी थियो एएमपीलाई एटिपीमा कन्भर्ट गर्यो सो द्याट पछि हामी यो ब्रेकडाउन गरेर अझै जोड्नु सकोस् भनेर होइन। त्यही हो डिओक्सी राइबो न्युक्लियोटाइड भन्यो नि त होइन। राइबो भनेकै राइबो सुगर भयो, न्युक्लियोसाइड भनेको के भयो त भन्दाखेरि सुगर प्लस के भने भयो न्युक्लियोक भनेको नाइट्रोजन बेस हुने भयो, मोनोफोस्फेट भनेको यसको फोस्फेट ग्रुप हुने भयो होइन। डिओक्सी भनेको चाहिँ डिएनएलाई भन्नु खोजेको हो। अब तीनवटा मेन इन्जाइम हुन्छ हाम्रो। अब के हुन्छ भन्दाखेरि डिएनए हेलिक्सको के हुने भयो अनविन्डिङ हुने भयो भनेको पहिला के थियो यसरी घुमिरहेको थियो भने अब यो छुट्नु पर्ने भयो। यसरी घुमिरहेको थियो भने अब यसलाई यसरी गरेर विन्डिङ अनविन्ड भनेको टुक्रा पार्ने जस्तै भयो। त्यसो अनविन्डिङ इज डन बाई द हेलिकेजले गर्ने रहेछ। सो इट्स हेलिकेज भन्ने एउटा इन्जाइम छ यसले चाहिँ हाम्रो ओरी साइडमा ब्रेकडाउन गर्ने रहेछ हाइड्रोजन बोनहरूलाई होइन। सो यो जस्तै दुईवटा हाम्रो सिङ्गल स्ट्यान्ड छ भने यो दुईवटालाई जोड्दा हाइड्रोजन बोन हो नि त। इफ द हाइड्रोजन बोनै छैन भए यो के हुन्छ स्पिड, जस्तै यो हाइड्रोजन बोनै जोडिरहेको छ यसलाई हाइड्रोजन बोनै छैन भए अब के भन्ने भयो त यो टोटली स्पिड हुने भयो यसरी होइन। सो जसको कारणले गर्दाखेरि हाम्रो फर्क जस्तै देख्ने भयो, तिमीले जस्तै काँटा चम्चा खान्छौ त्यो जस्तै देख्ने भयो। सो त्यसमा हामीले यसलाई रेप्लिकेसन फर्कको फर्म भन्छौँ है। सो त्यो हेलिकेज ड्याट अझ डिनेचुरेसन गर्ने भयो र हाम्रो रेप्लिकेसन फर्क फर्म गर्ने भयो। तर हाम्रो डिएनएहरू तिमीले कहिले पनि धागोहरूलाई होइन तिम्रो मोरेतिर जस्तै रबरलाई तिमीले एकचोटि मजाले घुमाउ होइन तिमीले त्यसलाई छोडेर त फेरि पहिला जस्तो छ त्यस्तै स्टेटमा आउँछ नि त होइन। त्यस्तै गरेर हाम्रो डिएनए पनि के हुन्छ क्वाइलिङ टेन्सन भनेको हाम्रो तिमीले घुमाइरहेको छ नि त होइन डिएनए होइन भनेको यतिकै बस्दा कस्तो हुन्छ हाम्रो डिएनए यसरी घुमेर बसिरहेको हुन्छ। त्यो घुमेकोलाई तिमीले अलि के गर्यो भन्दाखेरि छोड्नु खोज्यो यसरी बिचमा ब्रेकडाउन गरेर खोल्नु खोज्यो भने के हुन्छ त्यो चाहिँ हाम्रो के हुन्छ फेरि पहिला जस्तो छ त्यस्तै आउनु रहेछ। त्यसलाई प्रिभेन्ट गर्नको लागि हामीले डिएनए गाइरेज भन्ने इन्जाइम हुन्छ द्याट इज टोपोआइसोमरेज जसले गर्दाखेरि दुईवटा हुन्छ डिएनए गाइरेजको एउटा टाइप 1 एउटा टाइप 2 या टाइप 2 भनेको लाइगेज हुन्छ अर्को न्युक्लियस हुने भयो। न्युक्लियसले चाहिँ फोस्फोडाइस्टर बोनलाई ब्रेकडाउन गर्ने रहेछ, लाइगेजले चाहिँ अनसिल गर्ने रहेछ स्ट्रक्चरलाई है त। डिएनए गाइरेज इम्पोर्टेन्ट छ। अब यसलाई नै यो स्ट्यान्डहरू सेपरेट भएकोले हामीले के गर्छ मेन भनेको डिएनए गाइरेजले चाहिँ फोस्फोडाइस्टर बोनलाई टुक्रा पार्ने चाहिँ र के गर्यो सिम्पल बुझाइ हेलिकेजले के गर्यो त हेलिकेजले हाइड्रोजन बोनलाई ब्रेकडाउन गर्ने काम गर्छ। जसको कारणले गर्दाखेरि दुईवटा हाम्रो स्ट्यान्डहरू सेपरेट भयो। त्यो सेपरेट भएपछि हाम्रो कहिलेकाहीँ के हुन्छ फेरि रिक्वाइल गर्नु सक्ने रहेछ। त्यो रिक्वाइल नहोस् भनेको लागि चाहिँ हामीले चाहिँ डिएनए गाइरेज अर टोपोआइसोमरेज भन्ने इन्जाइमले चाहिँ के गर्छ फोस्फोडाइस्टर बोनलाई ब्रेकडाउन गर्ने रहेछ जसको कारणले गर्दाखेरि रिविन्डिङ भएन। यसको पनि दुईवटा पार्ट हुन्छ एउटा लाइगेज हुन्छ एउटा हाम्रो न्युक्लियस हुन्छ। न्युक्लियसले ब्रेक गर्छ फोस्फोडाइस्टर बोन, लाइगेजले अनसिल गर्छ स्ट्रक्चरलाई। अर्को छ हाम्रो सिङ्गल स्ट्यान्ड बाइन्डिङ प्रोटिन। अब त्यसपछि हाम्रो आरएनए प्राइमर फर्म हुन्छ। प्राइमर भनेको के हुन्छ भन्दाखेरि हाम्रो कुनै पनि आरएनएबाट होइन आरएनएबाट 7वटा 8वटा न्युक्लियोटाइडहरू मिलेर लाइक प्राइमेज भन्ने इन्जाइमले गर्दाखेरि हेर आरएनएबाट के हो द्याट इज ब्रेकडाउन गर्ने बाय प्राइमेज भन्ने इन्जाइमले गर्दाखेरि प्राइमर बन्यो। प्राइमरले चाहिँ के गर्छ भन्दाखेरि प्राइमर जहाँ हुन्छ त्यहीँ हाम्रो रेप्लिकेसन स्टार्ट हुने रहेछ। सो स्टार्टिङ पोइन्ट कहाँबाट सुरु हुने भयो आरएनए प्राइमर जहाँ छ त्यहीँबाट हुने भयो। अब त्यसपछि हाम्रो कम्प्लिमेन्ट्री स्ट्यान्डहरू सिन्थेसाइज गर्नु पर्यो जुन चाहिँ हाम्रो इन्जाइममा छ डिएनए पोलिमरेज 3 डिएनए पोलिमरेज 1 र डिएनए पोलिमरेज 2 त्यो
तीनटा पोलिमरेज इन्जाइम धेरै इम्पोर्टेन्ट छ। अब कम्प्लिमेन्ट्री भन्यो होइन, सो डिएनए पोलिमरेज 3 ले गर्दाखेरि चाहिँ के हुने भयो भन्दाखेरि अघि भन्थ्यो हामीले डिएनटिपी होइन, डिओक्सी राइबो न्युक्लियोसाइड मोनोफोस्फेट थियो, त्यसलाई चाहिँ हाम्रो ट्राइफोस्फेट थियो, त्यसलाई चाहिँ हामीले के गर्यो ब्रेकडाउन गर्नु पर्यो। द्याट इज डन बाई द पाइरोफोस्फेटले गर्दाखेरि अब डिएनएमपी भयो भनेको यो ठ्याक्कै एउटा न्युक्लियोटाइड जस्तै बन्यो होइन, यो डिएनएमपी भनेको। अनि त्यो चाहिँ हाम्रो बाउन्ड गर्ने रहेछ। यो बाउन्ड गर्ने बेस पेयर गर्ने इन्जाइम चाहिँ के हो, फर्स्टमा 3 आउँछ है त, जसले दुईवटा सेपरेट नाइट्रोजन बेसहरूलाई जोड्ने काम गर्यो। अब जहिले बुझ्यो कि नयाँ स्ट्यान्ड जहिले के हुन्छ 5s एनदेखि 2 वा 3s एनमा हुनुपर्छ ओभर द मास्टर स्ट्यान्ड भनेको 3s एन टु 5s एनमा है त। भनेको के बुझ्यो भन्दाखेरि पुरानो चाहिँ जहिले डिएनए स्ट्यान्ड अब 3s देखि 5s हुनुपर्ने रहेछ र नयाँ फर्म हुन्छ जहिले के हुन्छ 5s देखि 3s मा हुने रहेछ। तर कहिलेकाहीँ हाम्रो अर्को अपोजिट जेन त्यसलाई हामीले लिडिङ स्ट्यान्ड भन्यो है त। जहिले पनि न्यू स्ट्यान्ड 5s देखि 3s एनमा छ र हाम्रो ओल्ड स्ट्यान्ड चाहिँ 3s देखि 5s एनमा छ भने एउटा सिङ्गल प्राइमरहरूले गर्दाखेरि हाम्रो कन्टिन्युस स्ट्यान्ड बने रहेछ। तर अर्को भने ल्यागिङ स्ट्यान्ड चाहिँ यसको भएन, ठ्याक्क अपोजिट भएर हेर। मास्टर स्ट्यान्ड चाहिँ 5s देखि 3s मा छ र न्यू स्ट्यान्ड चाहिँ हाम्रो 3s देखि 5s एनमा बन्नु छ भने यसमा मल्टिपल के हुन्छ भन्दाखेरि हाम्रो आरएनए प्राइमरहरू चाहिने भयो यसरी। अनि यो आरएनए प्राइमरको यहाँ हामीले यसरी गरे बेस पेयरिङ भएर के हो डिएनए पोलिमरेज केले गर्ने भयो 3 ले नै गर्ने भयो यहाँ। त्यसपछि हाम्रो यो जोइन गर्ने काम। सो पछि के हुन्छ यसलाई हामीले एउटा सिङ्गल यो सेगमेन्टलाई हामीले के भने ओकाजाकी फाइबर फ्रेगमेन्ट भन्ने रहेछ। र यो ओकाजाकी फाइबरलाई जोइन गर्ने चाहिँ केले रहेछ डिएनए लाइगेज भन्ने इन्जाइमले जोड्ने रहेछ यो सेगमेन्टहरूलाई। र पछि यो प्राइमरहरूलाई हटाउने काम चाहिँ हाम्रो केले गर्ने रहेछ डिएनए पोलिमरेज 1 भन्ने इन्जाइमले गर्ने रहेछ है। अर्को भनेको कहिलेकाहीँ डिएनएहरूको रङ नाइट्रोजन बेसहरू इन्सर्ट भयो भने हामीले त्यसलाई फेरि जस्तो करेक्ट इन्सर्जन गर्नुपर्ने छ त्यसलाई हामीले डिएनए पोलिमरेज भन्ने सिम्पल छ। हेर फिगरमा बुझ्यौँ लास्टमा सबसे फर्स्टमा के भन्नुभयो एन्डोन्युक्लियसले गर्दाखेरि हाम्रो जहाँ पनि हाम्रो प्राइमेरी साइट होइन कहाँ रेप्लिकेसन हुनुपर्छ त्यो साइट डिटेक्ट गर्ने भयो, जसले गर्दाखेरि एन्डोन्युक्लियसले पनि हाम्रो फोस्फोडाइस्टर बोर्ड नै ब्रेकडाउन गर्छ। अर्को भनेको डिएनटिपीहरूलाई बनाउने भयो, डिएनटिपीहरू बनाउने भयो। अब डिएनटिपी बनाइसकेपछि हाम्रो अर्को स्टेजमा हामीले के गर्यो भन्दाखेरि हेलिकेजले गर्दाखेरि हाम्रो हाइड्रोजन बोन्डहरू यसो ब्रेक गर्दै गयो। त्यसको कारणले गर्दाखेरि यो दुईवटा सेपरेट रेप्लिकेसन फरक बन्यो। यसलाई स्टेबलाइज गर्न चाहिँ हाम्रो टोपो आइसोमर जसले गर्दाखेरि हाम्रो फोस्फोडाइस्टर बोन्डलाई ब्रेकडाउन गर्ने भयो, जसले गर्दाखेरि स्टेबलाइज अथवा रिकॉइलबाट प्रिभेन्ट गर्यो, स्टेबलाइज गर्यो, रिकॉइलबाट प्रिभेन्ट गर्यो। अर्को एसएसबी भन्छौँ, एसएसबी सिङ्गल स्ट्यान्ड बाइन्डिङ प्रोटिन भन्छौँ होइन। यसले चाहिँ हाम्रो स्टेबलाइज गर्ने रहेछ, यो दुईवटा अझै सेपरेट नहोस् होइन, धेरै नहलोस् भनेर चाहिँ स्टेबलाइज जस्तै गर्ने भयो। त्यसपछि हाम्रो चाहिँ आरएनए प्राइमर भनेको आरएनएबाट बन्यो भने चाहिँ प्राइमेज इन्जाइमबाट। अर्को भनेको आरएनए प्राइमेज जहाँ हुन्छ त्यहीँबाट के हुन्छ रेप्लिकेसन स्टार्ट हुन्छ। अर्को भनेको अब हाम्रो कम्प्लिमेन्ट्री स्ट्यान्ड बने रहेछ। अब यो दुईवटा बेस पेयरिङ भनेको हाम्रो यो फर्स्ट के हुन्छ डिएनटिपीले अब के गर्छ डिएनएमपी बन्ने रहेछ र एनर्जी रिलिज गर्ने रहेछ एटिपीको फर्ममा। त्यो एटिपीले गर्दाखेरि हाम्रो यो बेस पेयरिङमा हेल्प गर्ने रहेछ। अब यो गर्ने भनेको हाम्रो डिएनए पोलिमरेज के हो डिएनए पोलिमरेज 3 ले गर्ने भयो। अब अर्को छ हाम्रो जहिले पनि मास्टर स्ट्यान्ड भनेको मदर स्ट्यान्ड अथवा मास्टर स्ट्यान्ड भनेको चाहिँ 3s देखि 5s एनमा भयो र नयाँ स्ट्यान्ड चाहिँ हाम्रो जहिले के हुन्छ 5s to 3s मा भयो भने ठिक छ, यसलाई हामीले लिडिङ स्ट्यान्ड भन्छौँ। तर इफ अपोजिट डाइरेक्सन छ जस्तै मास्टर स्ट्यान्ड चाहिँ 3s देखि 5s एनमा छ र नयाँ स्ट्यान्ड चाहिँ बनाउनुपर्छ 5s देखि 3s मा होइन के भने इफ द this is the old fiber which start from the 5s देखि 3s डाइरेक्सनमा गएछ। अनि फाइबर्सहरू चाहिँ हाम्रो जहिले केमा हुन्छ 5s देखि 3s मा कन्भर्ट गर्नुपर्छ, ठ्याक्कै अपोजिट छ पहिलाको भन्दा भने देयर मस्ट बी अ फर्मेसन अफ फ्रेगमेन्टहरू बन्ने भयो। त्यसलाई हामीले के भने ओकाजाकी फाइबर भने। यो ओकाजाकी फाइबरलाई जोड्ने काम चाहिँ हाम्रो डिएनए के गर्छ लाइगेजले गर्ने भयो। अनि यो ओकाजाकी फाइबर यो के हुन्छ प्राइमरहरूलाई निकाल्ने काम चाहिँ डिएनए पोलिमरेज 1 ले गर्ने। कहिलेकाहीँ डिएनए पोलिमरेजको फङ्सन लेखा हुनसक्छ र यो दुईवटा जोड्ने काम के डिएनए लाइगेजले गर्यो, यसरी जोड्यो। अनि अर्को भनेको डिएनए पोलिमरेज 1 ले गर्दाखेरि त्यो गर्ने भयो होइन। यो दुईवटा इन्जाइम छ। अर्को डिएनए पोलिमरेज 2 ले गर्दाखेरि चाहिँ के भन्छ डिएनए पोलिमरेज 1 ले गर्दाखेरि यो प्राइमरहरूले हट्ने भयो। अब आरएनएको
के चाहिने भयो त मेन भनेको टिआरएनएहरू चाहिने भयो सो द आरआरएनए इज बेसिकली द आरआरएनए बनाउने इन्जाइम भनेको आरआरएनए भनेको चाहिँ हाम्रो केमा हुन्छ राइबोजममा हुन्छ सो आरएनएको मेन फङ्सन भनेको हेरे आरएनए भनेको सिंगल स्ट्यान्ड हुन्छ न्युक्लियोटाइडहरूको हैन अब डिएनएले नै के गर्छ डिएनएको दुईटा स्ट्यान्ड हुन्छ हो किन भन सो दुईटा स्ट्यान्डहरू डिएनएबाट आरएनए बनाउने रहेछ र आरएनएबाट चाहिँ हामीले के बनाउने रहेछ प्रोटिन बनाउने रहेछ मेन फङ्सन भनेको डिएनएबाट आरएनए आरएनएबाट प्रोटिन यसलाई के भने ट्रान्सलेसन ट्रान्सक्रिप्सन हैन ट्रान्सलेसन ट्रान्सक्रिप्सन डिएनए बनायो भने हामीले के भन्छ यसलाई रेप्लिकेसन भन्छौँ हैन सो यो तीनवटा मेन प्रोसेस हुनुपर्ने ट्रान्सलेसन अनि ट्रान्सक्रिप्सन अनि त्यसपछि रेप्लिकेसन अब यो सेन्ट्रल डोगमा भनेको कहिलेकाहीँ सोच्छ सेन्ट्रल डोगमा भनेको के हो भन्दाखेरि हाम्रो डिएनएबाट आरएनए बनाउँछ बाया ट्रान्सक्रिप्सन आरएनएबाट प्रोटिन बनाउँछ बाया ट्रान्सलेसन सो दिस प्रोसेस इज कल्ड एज द सेन्ट्रल डोगमा भन्छौँ अर्को अब द आरआरएनए सो आरआरएनए इज द मोस्ट लार्जेस्ट खाली हुन्छ हैन सबसे एलएएस भनेर याद गर यो चाहिँ इज द आर भनेको राइबोजमल आरएनए एलएएस भनेर याद गर एल को मतलब इज द मोस्ट लार्जेस्ट एन्ड ए को मतलब इज द मोस्ट एबन्डेन्ट एन्ड एस को मतलब इज द मोस्ट स्टेबल सो जुनै पनि हाम्रो राइबोजम भन्थ्यो नि त हैन राइबोजम भनेको लागि यो एउटा स्ट्रक्चर हो राइबोजमको भित्र चाहिँ हाम्रो आरआरएनए हुने रहेछ हैन जस्तै हाम्रो युक्यारियोट्समा 40S राइबोजम र 60S राइबोजम हुन्छ 40S राइबोजम भित्र चाहिँ एउटा आरएनए हुन्छ र 60S भित्र तीनवटा आरएनए हुन्छ र यो बनाउने इन्जाइम भनेको आरएनए पोलिमरेज हुन्छ र प्रोटिन सिन्थेसिस चाहिँ यहाँ हुने रहेछ है त अब कहिलेकाहीँ साइन डाल्गानो सिक्वेन्स भनेर कहिलेकाहीँ सोधेको थियो हैन यो चाहिँ अब आरएनए पर्छ हेर अब एमआरएनए भनेको चाहिँ मेसेन्जर आरएनए हैन मेसेन्जर आरएनएले चाहिँ हाम्रो के प्रोटिन बनाउँछ भनेर के लिन्छ कोड लाउने रहेछ फ्रम द डिएनएबाट है त फ्रम द डिएनएबाट सो डिएनएबाट के गर्ने भयो त कस्तो खाली कोड कस्तो खाले प्रोटिन के भने कस्तो खाले एमिनो एसिड लिने भनेर यसले के गर्छ कोड गर्ने रहेछ भनेको कोड भनेको तिम्रो जस्तै सिक्रेट कोड जस्तै के जस्तै 1 2 3 भनेर कोड दियो अरे त्यसले गर्दाखेरि तिम्रो डोर ओपन भयो भने जस्तै हाम्रो डिएनएले चाहिँ के दिन्छ भन्दाखेरि हाम्रो एमआरएनए चाहिँ भन्ने रहेछ डिएनएको चाहिँ ठ्याक्कै अपोजिट सिक्वेन्समा भएको भनेको एमआरएनए हुन्छ हैन एमआरएनएको ठ्याक्कै त्यो भनेको कोड जस्तो दिने भएछ कोडन भनेको एमआरएनए डिएनएले के गर्छ एमआरएनए बनाउने रहेछ एमआरएनए चाहिँ हाम्रो कोड जस्तै दिने रहेछ त्यो एमिनो एसिड एउटा बनाऊ भने जस्तै अब ग्लाइसिन भन्ने एमिनो एसिड चाहियो रे भने एमआरएनएमा एउटामा ग्लाइसिन भयो एउटामा एमाइन भयो एउटामा के भयो एलेनाइन भयो एउटामा के भयो प्रोलिन भयो त्यस्तो गरेर यो सबै एमिनो एसिडहरू बनाउने लाइक 20 वटा एमिनो एसिडहरू बनाउने काम चाहिँ हामीले कोडनले गर्ने रहेछ है त यो चाहिँ हाम्रो कोडन गरेर सोच्यो भने कोडन भनेको अब डिएनए पोलिमरेज आरएनए पोलिमरेज 2 ले सिन्थेसाइज गरे हुन्छ अघिको ठ्याक्कै अपोजिट है त यो मोस्ट के हो भन्दाखेरि हाम्रो एबन्डेन्ट स्टेबल हो भने यो चाहिँ मोस्ट के हुन्छ अनस्टेबल हो मोस्ट एबन्डेन्ट हो भने यो चाहिँ लिस्ट एबन्डेन्ट हो अनि अर्को भनेको लार्जेस्ट हो भने यो चाहिँ लङ्गेस्ट हुन्छ सबसे लामो हुने भयो चाहिँ अब जहिले पनि बुझ कि यसमा के हुन्छ तीनवटा हाम्रो नाइट्रोजन बेसको सिक्वेन्सलाई हामीले कोडन भन्छौँ अनि यसले स्पेसिफिक एउटा एमिनो एसिडहरू सिन्थेसाइज गर्नको लागि कोड दिने रहेछ अब जहिले बुझ्यो कि यसको दुईवटा एन्ड हुने रहेछ एउटा के हो तिम्रो मान्छेको जस्तै त मान्छेको बान्दरको जस्तो अथवा मान्छेको जस्तो हेर मान्छेको के हुन्छ माथिको एन्डमा सबसे फर्स्ट एन्ड के हुन्छ क्याप हुन्छ क्याप भनेको जहिले 5S एन्डमा हुन्छ है त सबसे 5 भनेको ठुलो हैन सो सबसे माथि भएको हाम्रो क्याप हुने भयो भने तल चाहिँ यसको पुच्छर जस्तै हुने भयो द्याट इज नोन एज टेल सो पोली तेल भन्यो जसले चाहिँ हाम्रो लङ चेन रहेछ लास्टमा चाहिँ हाम्रो एडेनिन बियरिङ गरेको न्युक्लियोटाइड हुने रहेछ यसले चाहिँ हाम्रो के हुन्छ र बुझाइ त दुईटा एन्ड हुने भयो एउटा क्याप हुने भयो टोपी एउटा हाम्रो तेल हुने भयो क्याप चाहिँ के को लागि भन्दाखेरि राइबोजोमसँग बाइन्ड गर्नको लागि एट्याचमेन्ट गर्नको लागि चाहियो भने यो तेल चाहिँ के को लागि चाहियो भन्दाखेरि स्टेबल हुनेको लागि चाहियो है त एमआरएनए मोस्ट अनस्टेबल छ सो यसलाई स्टेबल गर्नको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि हाम्रो स्टेबल गर्नको लागि त्यो कसरी गर्छ भन्दाखेरि इन्जाइमले गर्दाखेरि डिग्रेडेसन हुने चाहिँ प्रिभेन्ट गर्ने रहेछ ओके सो हेर क्याप हुने भयो एमआरएनए कन्सिस्ट दुईटा कुरा क्याप एन्ड पोलिए तेल सो यसलाई नै हामीले पोलिए तेललाई नै हामीले साइन डाल्गानो सिक्वेन्स भन्छौँ हैन सो यति बुझ्यो कि हाम्रो हेर यो भनेको के हो भन्दाखेरि हैन साइन डाल्गानो सिक्वेन्स भनेको चाहिँ हाम्रो राइबोजोमसँग बाइन्ड गर्ने साइट रहेछ हैन जो चाहिँ फाउन्ड इन द एमआरएनए अब इट बेसिकली हेल्प्स द रिक्रुट राइबोजोम सो बुझ यसको सिक्वेन्स भनेको क्याप भनेको हाम्रो के हो क्याप चाहिँ हाम्रो साइन डाल्गानो सिक्वेन्स भन्छ रहेछ कहिलेकाहीँ सोध्न सक्छ कि अस्ति हाम्रो इन्डियन
हरूलाई सोधेको थियो क्वेसन चाहिँ स्यान्डल गानो सिक्वेन्स भनेर। ओके सो अर्को क्याप हुन्छ, पोलिएटेल हुन्छ। क्यापले चाहिँ के गर्छ, एट्याचमेन्टको लागि चाहिँ पोलिएटेल चाहिँ हाम्रो के को लागि स्टेबल गर्नको लागि इन्जाइम इन्टिग्रेसन भयो। अर्को भने टिआरएनए। टिआरएनए भनेको अघिको सिक्वेन्स हो। अब अहिलेको सबसे लार्जेस्ट लङ्गेस्ट भन्यो टिआरएनए इज द मोस्ट स्मलेस्ट होइन। एन्ड अर्को भनेको इट्स मेड बाई आरएनए पोलिमरेज 3। अनि यो चाहिँ हाम्रो लिफ लाइक क्लोभर लिफ भनेको तिमीले यो यस्तो खालि फुल देखेछ होला त्यसरी। अनि यो लिफ जस्तै प्याटर्नको हुने भयो क्लोभ लिफ लाइक स्ट्रक्चर भने द मोस्ट इम्पोर्टेन्ट च्याप्टर इज द टिआरएनए है त। यो टिआरएनए राम्रोसँग पढौँ। एन्ड देन वी मस्ट नो द्याट इट्स द हेल्प इन द ट्रान्सफर्म। सो टी भनेको ट्रान्सफर्म रहेछ। सो केलाई ट्रान्सफर्म गर्ने भयो त, एमआरएनएको सिक्वेन्सहरूलाई के गर्छ, रिकगनाइज गर्ने रहेछ र त्यसकै अनुसार के हुन्छ, हाम्रो एमिनो एसिडहरू ट्रान्सफर्म गर्ने रहेछ होइन, कता, इन द राइबोजममा है त। बुझेन भन। सो यो हाम्रो सिम्पल भाषामा यो चाहिँ हाम्रो प्रोटिन बनाउनु पर्छ। प्रोटिन बनाउने कसरी बनाउने भयो, तिनवटा मेन छ, एमआरएनए, राइबोजम र त्यो जुन मैले सम्झ यो त घर बनाउनुलाई होइन। घर बनाउनेको अब मेन भनेको हाम्रो घर बनाउनुलाई छ होइन। सो घर बनाउने ठाउँ भनेको जुन चाहिँ हाम्रो जग्गा छ नि त होइन, द्याट जग्गा भनेको अथवा हामीले त्यो जग्गालाई हामीले के भन्छ, त्यसलाई चाहिँ हामीले राइबोजमल आरएनए भने होइन। त्यो जग्गा चाहिँ अब जुन चाहिँ घर बनाउने त्यो इन्जिनियरहरूले कस्तो डिजाइन गर्ने, कस्तो खाले इँटा राख्ने, के युज गर्ने, त्यो इन्जिनियरिङ चाहिँ के भयो भन्दाखेरि त्यो इन्जिनियरिङ चाहिँ को हो, द्याट इज सिम्पल भाषामा भन्दाखेरि एमआरएनए रहेछ होइन। जसले चाहिँ हाम्रो कस्तो कस्तो खाले एमिनो एसिड चाहिन्छ होइन, कस्तो प्रोटिनहरू बनाउने हो, त्यो डिएनएबाट इन्फर्मेसन लिएर मेसेन्जर जस्तै काम गर्ने भयो। अर्को भनेको हाम्रो यो मिस्ट्रीहरू, लास्टमा अब लेबरहरूले के काम गर्ने भयो त, ढुङ्गाहरू बोकेर सिमेन्टहरू बोकेर त्यो ठाउँमा लग्यो होइन, जस्तो बनाउँथ्यो त्यस्तो बनाउनु भयो। र ट्रान्सफर्म गर्ने काम द्याट इज टिआरएनए। सो यसरी बुझ्यो भने बुझ्छ होला होइन। फङ्सनहरू चाहिँ आरएनएको जग्गा, साइट वेयर द प्रोटिन सिन्थेसिस हुन्छ, अथवा प्रोटिन भनेको अहिले घर भनेर बुझ्यो होइन। अनि अब टिआरएनएको चाहिँ हाम्रो चारवटा कुरा हुने रहेछ है त्यो बुझ्नुपर्ने। चारवटा कुरामा हाम्रो एउटा छ डिआर्म, एउटा छ एन्टिकोडन, एउटा छ एसेप्टर, एउटा छ स्युडो युरिडिन आर्म। ओके सो यो चारवटा आर्म बुझ है त। के भने यो चाहिँ एमिनो एसिडको चाहिँ हाम्रो बाइन्ड गर्ने रहेछ, क्यारिज गर्ने रहेछ होइन, टु द प्रोटिन सिन्थेसिसमा है त। यो त क्लोभर लिफ लाइक हुन्छ। अब अर्को भनेको इट्स द बिजमा पाउने एबन्डेन्सीको कुरा गर्दा 10 to 20% भने एमआरएनए जस्तो कम पनि होइन, टिआरएनए आरएनए जस्तो धेरै पनि होइन, बिजमा हुने भयो। सो एलियास भन्दाखेरि बुझेर लार्जेस्ट एबन्डेन्स स्टेबल है त। अब यो स्टेबल पनि छ ठिकै छ स्टेबिलिटीमा, तर यो चाहिँ सल्युबल हुने रहेछ त्यो एसको मतलब। ओके सो तिनवटा मेन हुने भयो, एउटा डिआर्म, एउटा एन्टिकोडन, एउटा एसेप्टर आर्म एन्ड एउटा स्युडो युरिडिन आर्म होइन। भन्दाखेरि तिनवटा आर्म बुझ है त, एउटा डिआर्म, एउटा एन्टिकोडन आर्म, एउटा एसेप्टर आर्म, एउटा स्युडो युरिडिन आर्म, दाप भनेर याद गरे पनि हुन्छ है। सो डिएचयुमा चाहिँ हाम्रो के हुन्छ, एउटा इन्जाइम हुने रहेछ, त्यसलाई हामीले एमिनो एसिड सिन्थेज भन्ने इन्जाइम भयो होइन। यो चाहिँ हाम्रो डाइहाइड्रोपाइरिडिन न्युक्लियोटाइड हुने रहेछ होइन। ओके इट्स अ टिआरएनए। युरिडिन भनेको हाम्रो केमा हुन्छ भन्दा जस्ट आरएनएमा मात्रै पाउँछ भन्थ्यो होइन। त्यो के गर्छ त, यसले चाहिँ हाम्रो रिकगनाइज गर्ने रहेछ है त। कुनै पनि एमिनो एसिडहरूलाई रिकगनाइज गर्ने काम चाहिँ यो डिआर्मले गर्ने भयो। अर्को भयो एन्टिकोडन आर्म। एन्टिकोडन आर्म भनेको चाहिँ कोडनको ठ्याक्कै अपोजिट हुने रहेछ है त। सम्झ यो हाम्रो एउटा सिक्वेन्स थियो अरे होइन। सो यो सिक्वेन्सले नै हाम्रो एमआरएनएसँग बाइन्ड गर्ने काम गर्ने भयो। के अरे एन्टिकोडनले एमआरएनएको कोडनसँग रिकगनाइज गर्ने काम गर्ने भयो है त। अर्को भयो हाम्रो एसेप्टर आर्म। एसेप्टर आर्म भनेको जहाँ जुन चाहिँ ठाउँ जसमा चाहिँ हाम्रो एमिनो एसिड जोड्ने भयो। अर्को भनेको स्युडो होइन सिम्पल भन्दा स्युडो युरिडिन आर्म भन। स्युडो युरिडिन आर्म चाहिँ हाम्रो टिआरएनए चाहिँ राइबोजमसँग जोड्ने रहेछ। सो बुझ है त, तिनवटा कुरासँग हामीले जोड्नु पर्यो मेन टिआरएनएको फङ्सन भनेको। हेर टिआरएनएले चाहिँ सिम्पल भन्दाखेरि तिनवटा मेन कुरा, एउटा एमिनो एसिडलाई क्यारी गर्नु पर्यो एमआरएनएको सिग्नल लिएर, र कता भन्दाखेरि आरआरएनएमा होइन। तिनवटा कुरा बुझ्यो। अब आरएनएसँग जोड्ने चाहिँ कुन साइडले रहेछ, कुन आर्मले रहेछ भन्दाखेरि हाम्रो स्युडो युरिडिन आर्म रहेछ। स्युडो युरिडिन आर्मले जोड्ने रहेछ। र एमआरएनएसँग जोड्ने चाहिँ केले रहेछ, एन्टिकोडनले जोड्ने रहेछ एमआरएनएको कोडनसँग, रिकगनाइज गर्ने काम गर्यो। एमिनो एसिड चाहिँ के भन्नुभयो, एउटा एट्याच गर्ने काम गर्छ, एउटा चाहिँ हाम्रो रिकगनाइज गर्ने काम गर्छ। एट्याच गर्ने काम चाहिँ हाम्रो के भने एसेप्टर आर्म भने। अनि अर्को भनेको यसले के गर्ने भयो, रिकगनाइज गर्ने काम चाहिँ हाम्रो के गर्छ, डिआर्मले गर्नेछ, अथवा हामीले डिएचयु आर्म भन्छौँ, डाइहाइड्रोपाइरिडिन आर्म। अर्को स्युडो युरिडिन आर्म भनेको यसमा अब युरिडिनहरू
हुन्छ त्यो होइन त्यो भयो त्यो मेन बुझ अब फिगर बनाउनु बुझ फिगर हेर्दाखेरि हाम्रो के हुने रहेछ जस्ट पहिला चाहिँ हाम्रो सिम्पल भन्दाखेरि यति बुझ है त यो के हो हाम्रो दियाम हुने भएछ हेर यसरी दियाम बनाउने त्यसपछि हामीले तल एन्टिकोडन बनाउने र यहाँ के बनाउने हामीले रो बनाउने यहाँ एमिनो एसिडसँग बाइन्ड गर्ने छ सो दिस इज अ दियाम दिस इज अ एन्टिकोडन आर्म एन्ड दिस इज अ यहाँ के बाइन्ड गर्छ त्यो साइडमा यो चाहिँ एमिनो एसिडलाई बाइन्ड गर्ने एमिनो एसिडसँग बाइन्ड गर्ने कुरा भयो यो चाहिँ के हुने भयो यो चाहिँ हाम्रो टिआरएनएसँग बाइन्ड गर्ने छ टिआरएनएसँग बाइन्ड गर्ने के भने मैले के भन्छु यो चाहिँ हाम्रो आरएनएसँग बाइन्ड गर्ने छ द्याट बाइन्ड इज इन द स्युडोयुरिडिन आर्ममा है त सो यो चारवटा मेन आर्म चाहिँ बुझ्नै पर्यो यो मोस्ट इम्पोर्टेन्ट च्याप्टर हो फिगर बनाउने र यसको आर्महरूबाट लेख्ने फङ्सन भनेको यसले ट्रान्सफर्म गर्छ एमिनो एसिड फ्रम द साइडदेखि टुवर्ड त्योसम्म अर्को भयो हाम्रो जेनेटिक कोडको कहिलेकाहीँ सोध्नु सक्छ होइन सो यति हो पढ्नुपर्ने राम्रोसँग भनेको अब यो ट्रान्सक्रिप्सन यो जेनेटिक कोड यस्तो विधि नपरे पनि हुन्छ होइन पिसिआर के सो सिदिस कि हाम्रो जिएनए कोड जहिले ट्रिप्लेट हुने रहेछ होइन सो कहिलेकाहीँ जेनेटिक कोड पनि इम्पोर्टेन्ट छ हेर जेनेटिक कोड भनेको जस्ट न्युक्लिक एसिडबाट एउटा क्वेसन आउँछ होइन बुझ पक्कै हो होइन सियर क्वेसनै हुन्छ 3 मार्क्स जतिको और 5 मार्क्स जतिको ओके सो इट्स जेनेटिक कोड भनेको न्युक्लियोटाइडहरूको सिक्वेन्स रहेछ होइन जस्तै मैले भने एयुसी एडेनिन युरासिल साइटोसिन होइन ग्वानिन ओके सो यो सबै यसरी सिक्वेन्स जस्तै बनाएर बस्ने रहेछ होइन अब यो बुझ कि यो जहिले ट्रिप्लेट हुन्छ भनेको यो 3वटा के हुन्छ हाम्रो लेटरको हुने भयो कि है त एउटा ट्रिप्लेट भन्यो सो 3वटा अक्षरको जस्तै तिमीलाई भने जस्तै छ त आई लभ यु जस्तै अब 3 लेटर भयो भनेर त्यो लभ लेटर पठाएको छ हाम्रो एमआरएनएले चाहिँ के गर्छ त भन्दाखेरि 3वटा के हुन्छ द्याट इज न्युक्लियोटाइडको सिक्वेन्सले चाहिँ के गर्छ एउटा एमिनो एसिड बनाउन हेल्प गर्ने रहेछ सो 20 एमिनो एसिड विच इज कोडेड बाई 64 कोडन ओके सो के बुझ भन्दाखेरि 3वटाको सिक्वेन्समा छ भने तिमीले पहिला म्याथमा परम्युटेसन कम्बिनेसन लगाउँदाखेरि 3वटा भन्दाखेरि हाम्रो 3 पावर ओके सो यो छ एन टाइम 3 हुने भयो होइन सो यसको सिक्वेन्सले चाहिँ अब कति सिक्वेन्स हुन्छ बिकज हेरै सिम्पल भन्दाखेरि देयर आर 4वटा के हुने भयो न्युक्लियोटाइड मात्रै हुन्छ हेर आरएनएमा के ए युसिजी ओके होइन युरासिल हुन्छ अनि त्यसपछि साइटोसिन हुन्छ 4 न्युक्लियोटाइड हुन्छ एन्ड देयर इज 3वटा लेटर इन केमा भन्दाखेरि 1 केमा सो एयुसीले एउटा बनाउँछ अर्को भनेको युसिजीले बनाउनु भयो अर्को भनेको एसिजीले बनाउनु भयो अनि यस्तो गरेर सिक्वेन्स भन्दाखेरि हाम्रो 4 पावर 3 हुने भयो होइन 4 भनेको चाहिँ कतिवटा न्युक्लियोटाइड छ कतिवटा सिक्वेन्समा छ सो त्यो पहिला म्याथको इक्वेसन याद छ भने एन पावर एमपीके भनेर याद छ सिम्पल भन्दाखेरि जस्ट बुझ कि 4वटा न्युक्लियोटाइड हुनेछ 3वटा हुन्छ सो 64वटा कोडन हुनेछ टोटलमा हेर्दाखेरि होइन यो सिक्वेन्समै बनायो भने एयुसी अब त्यसपछि एयुजी होइन हेर फर्स्टमै के हुने भयो एयुसी त्यसपछि एयुजी होइन त्यसपछि के हुने भयो एसिजी होइन एसिजी त्यसपछि फेरि के हुन्छ युसिजी होइन त्यस्तो गरी बनाउने भयो एउटा यस्तै नै अब 64वटा डिफ्रेन्ट कम्बिनेसन बनाउन सक्ने रहेछ होइन यही एयुसी एयुजी जोड्दा यो अब म्याथको हो कुरा अब हेरै एयुसी भयो त्यसपछि एयुसी एयुजी एसिजी होइन यो सबै मिलेर किनकि अगाडि पछाडि पनि हुन्छ एयुसीको सम चाहिँ कतिवटा भयो त तिम्रो भन्दाखेरि A4 को पावर 16 सो यस्तो हेर्दा हाम्रो एयुसी एयुजी अब त्यसपछि फेरि युसिजी आउँछ युएजी आउँछ अनि यो पनि एउटा कोडन हो कि त्यसको कारणले गर्दा 64वटा टोटल कोडन हुने रहेछ जसमा चाहिँ हाम्रो डिजेनेरेटिभ हुन्छ भनेको मतलब एउटै 2-3वटा कोडनले गर्दाखेरि एउटा के हो भन्दाखेरि एमिनो एसिड बनाउनु भयो है त किनकि 64वटा कोडन रहेछ अनि एमिनो एसिड जस्ट 20वटा छ सो भनेको मतलब कोडन इज अलवेज ग्रेटर देन द्याट अफ कोडनको नम्बर जहिले के रहेछ धेरै रहेछ देन द्याट अफ द एमिनो एसिड भन्दा तर डिजेनेरेटिभ भन्ने फङ्सन भयो डिजेनेरेटिभ भनेको के हुन्छ जेनेरेसन धेरै ओके जेनेरेसन धेरै भएको होइन भनेको एउटै एमिनो एसिड बनाउनु पनि 3-4वटा कोड रहेछ होइन ओके एक्सेप्ट भन्ने एक्सेप्सन हेऱ्यो ट्रिप्टोफान र मिथानिन चाहिँ एउटा सिङ्गल कोडले बनाउने रहेछ अर्को भन्यो अनएबिग्युटी भनेको मतलब एउटै कोडनले के गर्छ 2वटा भन्दा अथवा मोर एमिनो एसिड चाहिँ बनाउन सक्दैन रहेछ होइन सम्झ एउटा कोड छ अरे एयुसी
अर्को कोड छ AUC. AUC मेक्स द मिथाइनिन होइन, मिथाइनिनको लागि कोड रहेछ यो चाहिँ. अब AUCले हाम्रो अर्को भनेको AGU. सो AGUले अब के हो, यो मिथाइनिन बनाउने त हाम्रो धेरै छ, तर AUCले चाहिँ पार्टिकुलर मिथाइनिन मात्रै बनाउनु भयो होइन. भनेको तिम्रो यो हेर्दाखेरि अब AUCले मिथाइनिन बनायो भने अब ट्रिप्टोफान पनि AUCले बनाउनु भयो त भएन. भनेको कोडोन के हुन्छ, मेनी कोडोनले एउटा एमिनो एसिड बनाउनु रहेछ भनेर बुझ. ओके, मेनी कोडोनले एउटा एमिनो एसिड बनाउँछ, एउटा एमिनो एसिडलाई चाहिँ धेरै कोडोनले बनाउनु होइन, फेरि अपोजिट चाहिँ होइन भने हो कि है. के भनेको भनेको 2-3 एमिनो एसिड चाहिँ एउटै कोडोनले बनाउन सक्दैन भनेको AUCले जस्ट मिथाइनिन मात्रै बनाउँछ, ट्रिप्टोफान बनाउन सक्दैन, जस्ट मिथाइनिन. ओके. अर्को अनएम्बिग्युली भने स्टप कोडन, इनिसिएसन कोडन. स्टप कोडन भने दुईवटा हुन्छ, UAA, UAG र UGA हुन्छ भने इनिसिएसन कोडन चाहिँ हाम्रो दुईवटा हुन्छ, AUG र GUC. अर्को भनेको युनिभर्सल हुन्छ, भनेको सबै अर्गानिजममा सेम हुन्छ. अर्को भनेको पोलारिटी भन्यो, जहिले 5s देखि 3s डाइरेक्सनमा चेन्ज हुन्छ. अर्को कमालेज, नन ओभरल्यापिङ. कमालेज भनेको के हुन्छ, जस्तै AUC, AUG होइन, CUA भयो, CUG त्यस्तो भयो भने चाहिँ जहिले बुझ कि यो 3वटा भयो, एउटा कोड बनाउनु भयो, एउटा एमिनो एसिड बनायो. त्यसपछि फेरि अर्को के हुन्छ, AUGले अर्को एमिनो एसिड बनाउँछ. त्यसपछि अर्को चाहिँ कमालेज भनेको के हुन्छ भन्दाखेरि हाम्रो एउटा कोडन सक्न साथै अर्को कोडन स्टार्ट हुने भयो, एउटा एमिनो एसिड बनाउन सक्न साथै अर्को एमिनो एसिड बनाउनु भयो. यसमा केही ग्याप भएन होइन, कमा बिना जहाँबाट स्टार्ट हुन्छ, जस्तै युबाट स्टार्ट भएछ अब यु जस्तै सम्झ अहिले मैले ए छैन होइन, युबाट स्टार्ट भएछ भने के भने भयो त, अब युबाट स्टार्ट भएछ UCA भन्यो. त्यसपछि के हो, UGC भन्यो. भनेको जहाँबाट स्टार्ट हुन्छ त्यहीँबाट त्यो प्रोग्रेस गर्दै जान्छ, त्यसलाई हामीले कमालेज भन्यो. नन ओभरल्यापिङ भनेको एउटा कोडन अर्को कोडनहरू जोड्दैन होइन. अब ट्रान्सक्रिप्सन, पोस्ट ट्रान्सक्रिप्सन त्यस्तो बित्दै याद छैन, अहिलेको कुरा हो. क्यापिङ कसरी गर्छ, पोली ए टेल कसरी बनाउँछ, स्प्लाइसिङ कसरी गर्छ होइन, त्यो अलिअलि मलाई हेर. अनि अर्को भनेको पोलिमरेज चेन रियाक्सन भयो, एम्प्लिफाई कसरी गर्छ, त्यो कसरी गर्छ. मेन चाहिने भनेको यसमा 2-3 कुरा मात्र छ. लाइक एउटा भयो हाम्रो tRNAको स्ट्रक्चर, mRNAमा पनि अलिअलि पढ, तर धेरै पढ्ने भनेको tRNAको स्ट्रक्चरहरू हो. त्यसपछि जेनेटिक कोडहरू पढ्ने, के फङ्सन र प्रपर्टी छ. त्यसपछि हाम्रो यहाँ भएको ग्रिनमा लेखेको सबै इन्जाइमको एउटा फङ्सन जति पढ्यो भने कहिलेकाहीँ फङ्सन अफ DNA पोलिमरेज होइन, फङ्सन अफ DNA जाइरेज त्यस्तो सोध्न सक्छ. त्यो रेड के भन्छ हाइलाइट भएकोहरूको चाहिँ फङ्सनहरू याद गर्नु पऱ्यो. त्यति हो हामीले पढ्नुपर्ने न्युक्लिक एसिडमा.